नमस्कार साथीभाइहरू। अब चाहिँ हाम्रो गाउँतिर पनि यसरी गुराँसहरू फल्ने सिजन आएछ, देख्न सक्नुहुन्छ। यस्तो छ है साथीभाइहरू, गुराँस चाहिँ यो चाहिँ तपाईँको डिसेम्बरमा फुल्ने हो र मार्चको टाइममा पनि फुल्ने हो। यो पालि चाहिँ अलिक यसको टाइमिङ मिलेन र अब बुढो पनि हुँदै गएको होला गुराँस र यसरी कम्ती नै फुलेको छ। यो पालि चाहिँ आधा चाहिँ फुलेको छैन, आधी चाहिँ फुलेको छ साथीभाइहरू, देख्न सक्नुहुन्छ तपाईँहरूले। र यसरी अब चाहिँ बारीहरू पनि खन्ने सिजन आउनु आँट्यो। यस्तो भइरहेछ मटर हल्का रोपाइ साथीभाइहरू। र साथीभाइहरू भिडियोलाई मन परे लाइक कमेन्ट सेयर गरिदिनु होला, धन्यवाद।